अहिले हामी चाहिँ लाग्यो गडन्तातिर दाइको अन्तिम दाह संस्कारको लागि। दाइहरू भाउजू सबैजना हुनुहुन्छ यहाँ। हेर्नुहोस् दाइ चाहिँ यसो गर्दै हुनुहुन्छ, सगुन गर्दै हुनुहुन्छ। फाइनली हामी आइपुग्यो बर्दिवास, महोत्तरी जिल्लाको बर्दिवास हेर्न सक्नुहुन्छ। ठाउँ रमाइलो छ, घाम पनि लागिरहेछ, गर्मी पनि मस्त गर्मी छ। हेर्नुहोस् यो चाहिँ बर्दिवास पहिलेभन्दा धेरै राम्रो देखिरहेछ, सुन्दर छ बर्दिवास। यो चाहिँ महेन्द्र हाइवे, हामी लाग्यो पश्चिमतिर। यो चाहिँ हाम्रो 4 लेनको बाटो, 6 लेनको बाटो बन्दैछ। Coba diajarin ya, usul saya dah. फाइनली गरन्त पनि आइपुग्यो। लेख्ने काम भइरहेछ, भोकले प्याक भएर टमाटम दिइरहेछ। हामी सबैजना दिए, भतिजी यहाँ उभिँदै हुनुहुन्छ। केही छैन, 2 दिन बाँच्नुसम्म हो मेरो दुनिया गर्ने। यस्तै हो, मरेपछि केही छैन, केही रहन्छ जिन्दगी। लामाको विधि अनुसार अब ऊ गर्ने काम भइरहेछ। नबोल्ने अब लामाको ठाउँमा लाँदैछ हुनुहुन्छ। हेर्नुहोस् यहाँको अन्तिम बिदाई हुँदैछ दाइको। यस्तै छ जिन्दगी। अन्तिम बिदाई हुँदैछ दाइको। अब चाहिँ हामी लाग्यो आफ्नै गन्तव्यतिर। दिउँसोको लगभग 1 बज्न लागिसक्यो। अब लाग्यो सिन्धुलीतिर सबैजना। See you again guys.